सो गाइस तपाईहरुलाई वेलकम छ मेरो अनिस भ्लगमा। आज चाहिँ म बिहान डुलेर आएँ र अल्छी पनि लागिरहेको थियो। आज बिहान मौसम पनि राम्रै थियो, घाम लागिरहेको थियो र म चाहिँ बाटोतिर यस्तो डुल्नु गएको थिएँ र हाम्रो गाउँ चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ तपाईहरुले। मेरो भ्लगमा सपोर्ट देखाइदिनु होला। आज चाहिँ मेरो डे 5 हो र म आज चाहिँ बाले भनेर यता मकै पानी पर्नु लागेर मकै बोरा मार्नलाई आएको थिएँ। पानी पनि पर्नु लागेको थियो र म चाहिँ पानी पर्छ भनेर हतार हाल्दै थिएँ। मकै हाल्नै पर्छ, बिजो पनि नाजुक हुन्छ र मैले मकै पनि सबै हालिसकेँ। सबै काम सकिसक्यो, यहाँको चाहिँ काम सकिसक्यो। अब बाहिर चाहिँ के पनि छैन। अब पानी पर्छ भनेर होला, पानी नि परेन। लास्टै अलि लागेर यता मामाहरूतिर आएँ। मामाले मकै बोक्नु हुँदै रहेछ। काका मामा काकीहरू मिली मकै बोक्दै हुनुहुँदो रहेछ र मकै पनि बोकिसक्नु लागेछ। अब 2टा खुट्टी छ भन्नु हुँदै थियो र यो चाहिँ मेरो मावला हो। अनि तपाईँले भन्दै होला यो डोको बोक्दै कहाँ जान्दै होला, तर म डोको बोकेर घाँस काट्न हिँडेको फेरि। र मैले घाँस पनि काटिसकेँ। 4 मुठा काटेको छु, एउटा राँगो लागि, एउटा गाईको लागि भनेर। ल सब्सक्राइब चाहिँ गरिदिनु, ल बाई।